राजन दाईको घरमा खाना खाँदै हुन्छ भाउजूको हातबाट बनाएको यहाँ दाई खाना खुवाएकोमा एकदमै धन्यवाद है दाई एकदमै भन्नुपर्छ नि दाई अन्नलाई भाउजूलाई हो ल दाइले राम्रो मिठो बाइट्स दिइहाल्नुहुन्छ हुन्छ नि जहाँ पनि पोजिटिभ खाना कस्तो छ दामी रञ्जित दाईलाई कसलाई जसले चलचित्र इतिहासलाई ठूलो योगदान दिनु भएको छ चलचित्र क्षेत्रलाई नै बोकेर हिँडेको उहाँको घरमा आएर आज हामीले यसरी खाना खान पाउँदा एकदम गर्वन्वित भएको छ हामीलाई मलाई यहाँ पुऱ्याउनु चाहिँ यही हो है भाउजू अहिले हामीलाई खाना पकाएर खुवाउने पनि भाउजूले पानी हालेको भाउजूले